म कफी पिउँदै थिएँ अनि यो कफीसँग चाहिँ फ्रेन्च क्रान्तिको एउटा बडो दिलचस्प घटना मलाई याद आयो। राजनीतिसँग जोडिया छ। जब जनताहरू खान नपाएर भोकमरी थियो हैन, तर राजा लुइस 16औँले चाहिँ के गर्थ्यो भनेदेखि भव्य दरबार बनाएर हैन, गर गहना भोजन मस्तीको पार्टीहरू अनि एकदम विलासी जीवन उनीहरूले जिउँथे। अनि सानसानो पसल क्याफे पसलहरू खुल्दै थियो हैन फ्रान्समा। अनि त्यहाँ चाहिँ विचारहरू क्रान्तिकारी मान्छेहरू आएर आफ्ना विचारहरू प्रकट गर्थे। अनि बिस्तारी बिस्तारी त्यो चाहिँ स्प्रेड आउट हुँदै 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 गइसकेपछि त्यो सानो कफी हाउसबाट चाहिँ सुरुवात भएको त्यो विचारहरू पछि लिबर्टी, इक्वालिटी र फ्रेटर्निटीमा गएर एउटा भाइचाराको आदर्शको विकास भयो र पछि त्यही नै राजा लुइसको अन्त्य भयो भनेर यो कफीसँग जोडिएर हेरेको छ क्या। यो फ्रेन्च क्रान्ति तपाईँले हेर्नुभयो भने बडो 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 अजिबको छ क्या। लगभग 100 वर्षको इतिहास छ कि यिनीहरू भद्रगोलमै यिनीहरूले आफ्नो 100 वर्ष चाहिँ राजनीतिक को एउटा घटनाक्रमलाई यत्तिकै डुबाइदिएको छ क्या देशलाई। अब राजा लुइस पछाडि तपाईँको अन्त्य पछाडि चाहिँ डाइरेक्टरी शासन लागू भयो होइन। लगभग 4 वर्ष गरी त्यो 5 जनाको समूहले यस्तोरी घुमाएर चाहिँ जनतालाई फेरि दुःख दियो। त्यस पछाडि फेरि नेपोलियन आउँछन्। नेपोलियनकोले पनि आफूलाई राजा घोषणा गर्छन् होइन। अनि त्यसपछि फेरि सम्राट भनौँ न, सम्राट घोषणा गर्छन्। त्यसपछि फेरि राजतन्त्र फर्किन्छ, फेरि क्रान्ति हुन्छ, फेरि दोस्रोचोटि तपाईँको गणतन्त्र घोषणा हुन्छ होइन। फेरि त्यहाँ पनि त्यस्तै लफडा हुन्छ र अन्तत 1870 गएर यो पूर्ण रूपमा फ्रान्समा चाहिँ पूर्ण रूपमा चाहिँ गणतन्त्रको स्थापना हुन्छ क्या। सो नेपालमा पनि अहिले अब भर्खर 15-20 वर्ष भएको छ। अझै कति वर्ष लाग्ने हो पूर्ण रूपमा गणतन्त्र स्थापना हुनको लागि, कति वर्ष लाग्ने हो थाहा छैन। अब भर्खर फेरि नयाँ राजा आउने कुरो भइरहेछ। इन्ट्रेस्टिङ छ कहानी। हामी हेर्दै जाने हो, पढ्दै जाने हो। इतिहासका हाम्रा अब आउने सन्ततिहरूले पढ्दै जान्छन्। तर कफीसँगको जुन सम्बन्ध छ नि बडो मजाको छ। कफी खाने र यस्तै घटनाहरू हेर्ने, सुन्ने, पढ्ने इन्ट्रेस्टिङ लाग्छ। थ्याङ्क यू सो मच।